सबैजनालाई नमस्ते नमस्ते सबैको घरमा टिका लगाउने तयारी पनि होला। हाम्रो त टिका खासै लगाउन मिल्दैन, टिका लगाउनु पनि लाउँदैन। एक कुरा बा पनि बिमारी हुनुहुन्छ हाम्रो, अनि घरमा खास हाम्रो टिका पहिलादेखि नै लगाउने चलन छैन। एक कुरा अब बा बिमारी हुनुहुन्छ, रमाइलो त्यत्तिकै छैन, अनि हामीसँगै फेरि सबैजना छैन। धेरै सम्झ्याएको छु छोरीलाई, आज छोरी पनि छैन। भाइ त धेरै वर्ष भयो झन्, सँगै दसैँ नमनाएको। अनि बहिनी नभएकोलाई धेरै सम्झ्याएको छु। आज चाहिँ धेरै याद आयो मलाई मेरो सबै भाइ बहिनी छोरीलाई धेरै सम्झ्याएको छु।